हेलो अर्को अनबक्सिङ भिडियो। यो प्याकेट चाहिँ मैले बिहानै पाएको तर टाइम चाहिँ पाइनँ अनबक्स गर्ने। खोलेर चाहिँ अलिकति चाहिँ हेर्नु चाहिँ हेरेँ तर मजाले चाहिँ हेरेको छैन। सो यो चाहिँ हो केस बास्केटबाट मैले एउटा मेरो फोन कभर अर्डर गरेको। केस बास्केट वाइ भन्दा चाहिँ दे कस्टमाइज फोन कभर्स, त्यसै कारण चाहिँ मैले यहाँबाट कस्टमाइज गरेर कभर अर्डर गरेको छु। यसलाई टाइम त निकै नै लाग्यो, आई थिङ्क 1 week भन्दा ज्यादा लाग्यो होला। बक्स पनि क्युट रहेछ। लभ एट फर्स्ट अनबक्स केस बास्केट। कभर चाहिँ कस्तो छ हेर्नु है। थ्याङ्क यू कार्ड, नाइस। फ्री स्टिकर। This case saw me cry at 2 AM. Stickers free. यो चाहिँ मैले यो चाहिँ रिङ हो क्या, रिङै भन्छ होइन यसलाई, यस्तो होल्ड गर्ने। एकदमै कन्भिनियन्ट हुन्छ है यो फोन। ज्यादा युज गर्छ, ज्यादा हेर्छ भने चाहिँ एकदमै कन्भिनियन्ट थियो। दिस इज माई फोन कभर, इज यही कलर सेम। यो पनि मैले कभरसँगै नै अर्डर गरेको। क्या क्युट कलर्स, के दामी कलर्स रहेछ। तर यस्तो उयो चाहिँ छैन क्या, यो स्ट्रङ चाहिँ छैन, अलिक फ्लिम्जी नै रहेछ यो चाहिँ। तर कलर्स क्या दामी, एकदमै मजाले केयरफुली ह्यान्डल गर्नुपर्ने रहेछ यसलाई चाहिँ, किनभने अलिक त्यस्तै स्ट्रङ एन्ड स्टडी चाहिँ छैन है। अलिकति मेरो भाइले गर्दै भने जाने रहेछ। यो के हो आई डोन्ट नो के हो यो। Customized name Ashwik's Mama. Nice. Case basket है। Ashwik's Mama, यो त क्यामेरा उल्टा भएर देख्दैन तर यसमा चाहिँ मैले Ashwik's Mama लेखेको छु, त्यसै कारण मैले यो कस्टमाइज गरेको। यो प्रिन्ट चाहिँ आफूले सिलेक्ट गर्दा हुन्छ तिनीहरूको वेबसाइटबाट, आफ्नै मतलब प्रिन्ट डिजाइन कुन चाहिँ हुन्छ, अनि आफूलाई के लेख्नु मन छ या नेम या के लेख्छ त्यो कस्टमाइज गर्छ है। तर अघि बिहानै मैले यो फोनको कभर हेरेको थिएँ, अन्त मलाई चाहिँ यो चाहिँ यति साह्रो चाहिँ फोन चाहिँ प्रोटेक्ट हुन्छ जस्तो त लागेन। फोन चाहिँ डेफिनेटली त्यस्तो प्रोटेक्ट हुँदैन, किनभने यो मेरो ओल्ड कभर हो। यो सबै यहाँ भाइले निकाल्दैछ तर यो ओल्ड कभर हो। यो चाहिँ मजाको स्ट्रङ छ क्या। मेरो फोन झऱ्यो भने पनि मेरो फोन चाहिँ मजाले प्रोटेक्ट भइरहेको थियो यो कभरले गर्दा चाहिँ। तर यो कम्पेयर टु दिस यो चाहिँ एकदमै थिन, अनि फोन मेरो अहिले त भाइले पनि फोन पुरा युज गर्छ अश्विकले। फोन फ्याँकिदियो भने चाहिँ फोन चाहिँ प्रोटेक्ट चाहिँ कताबाट पनि हुँदैन, एकदमै हो यो मात्रै क्या। तर यो चाहिँ एकदम स्ट्रङ एन्ड स्टडी। मैले यो कभर पुरा खोजेँ कि मैले यो चाहिँ अफलाइन किनेको सिलगढीमा। मैले यस्तै सेम खोजेको थिएँ तर पाउनु त पाएँ तर त्यति साह्रो मन परेन, त्यसै कारण मैले कस्टमाइज कस्तो हुँदो रहेछ भनेर यो गरेको थिएँ कि। तर यो त
फ्यान्सी चाहिँ ओके अब त्यसै केटीहरूलाई युजहरू गर्नु चाहिँ आई थिङ्क इट्स फाइन तर मम्सहरूलाई चाहिँ नानीहरू हुनेहरूलाई चाहिँ यही बेटर हो बिकज दिस इज स्ट्रङ यसले फोन बचाउँछ यसले चाहिँ फोनलाई प्रोटेक्ट गर्दैन तर यो चाहिँ क्या क्युट रहेछ कस्तो मजाको कलर कम्बिनेसन पेस्टल यस्तो मजाको देखेको छैन क्या क्यामेरामा कलर यसको तर एकदमै दामी छ क्या कलर के मजाको कलर छ यो चाहिँ झुन्डाउने चाहिँ कहाँ हो यसलाई झुन्डाउनेहरू त कहीँ पनि छैन त ओके आई थिङ्क यसमा झुन्डाउँछ होला यो जान्छ होला समथिङ लाइक दिस यस्तो होला ओके होइन साइडमा हुन्छ होइन यो त साइडमा त छैन जग्गा फेरि बादमा हेरौँ ल तर यो केस बास्केट ओके यो चाहिँ यो कस्टमाइजेसन चाहिँ राम्रो छ तर यो कभरको क्वालिटी चाहिँ इज लाइक ओके यस्तो स्ट्रङ चाहिँ छैन